गाइजहरू है। यो चाहिँ शहीद गेट, हाम्रो पुरानो शहीद गेट। यस्तै हुँदै हामी मेन एरियातिर लगभग गइरहेछौँ अगाडि। फुल बिजी एरिया है यो चाहिँ। लमाई नेपालगञ्ज काठमाडौँ जाने गाडी लाग्ने ठाउँहरू हो यो चोकमा। देख्नु भएको छ तपाईँले ठुलो बस। बजार चाहिँ बिचको माहौलले गर्दा पुरा प्याक छ। सबैजना चुरा पोते सरसामान सिलाइ कटाइ जुत्ता सिलाउने सब भइरहेछ। अलि टिप्पर ट्रकहरूले घामट हुन्छ नै गाइजहरू, सर्दिँदैन पनि बाटो। उरिया सुनिरहनु भएको छ होला न्युजहरू, मान्छे डह्रो उरिरहेको हुन्छ। बिस्तारै हामी मेन रोड हुँदै दामोदर चोक पुरानो मिलेनियम भन्ने होटल है। बाल मन्दिर, बाल शिक्षा। हामी आउँदैछौँ त्रिभुवन पार्क। पहिला यहाँ राजाको मूर्ति थियो है कुनै बेलामा, म सानो हुने बेलामा। माओवादीहरूले पुरा चप्पलको माला यताउति लगाइदिन्छन् भनेर ऊ पारी घरदेखि चाहिँ त्यहाँ लाइट बाले हुन्थ्यो राति। पहिला मेरो घर एरिया यतै हो। हेर्नुहोस् राजाको मूर्ति, अहिले त लखन थापाको मूर्ति छ। पहिला चाहिँ यहाँ टक्क लाएर तपाईँको राजाको मूर्ति थियो। त्योमा चाहिँ ऊ त्यो एउटा हस्पिटल थियो पहिला त्यहाँ हो। त्यो हस्पिटलको माथि टावरदेखि चाहिँ त्यहाँ लाइट आउँथ्यो। यहाँ मूर्तिमा केही भइरहेछ कि नै निरीक्षण गर्थ्यो त्यो लाइटले। यहाँ पुलिस एबिएफहरू बस्थ्यो यो माथि यो हरियो घरमा। यो जुन देखाइरहेको छु तपाईँलाई मैले, यो हरियो घर हो। यो घरको माथि चाहिँ लाइट हुन्थ्यो। यहाँ चाहिँ एबिएफहरू बस्थ्यो। पुरानो कहानी सुनाएको छ यार। ब्यारेकको बाटो भयो सिधा। हाम्रो विशाल साथी घर जाने बाटो। विशाल, यो हाम्रो चाहिँ विशाल दाईको घर जाने बाटो पुर्सेगाली है। मानन्दर विशाल दाईको घर। यो चाहिँ आर्मी ब्यारेक हो। देखिरहनु त हरा जङ्गल पुरा। यो चाहिँ आर्मी ब्यारेक भयो। यो बाटो त पुरै कच्ची थियो कि पुरै छोडिदिनु हो। पुरा बस अहिले यो टिप्पर देखिरहनु भएको छ नि हो, त्यस्तै टाइपको बसहरू हिँड्थ्यो यहाँ पुरा एकदम धुलो उडाउँदै। यहाँदेखि चाहिँ एउटा दह पनि जान मिल्छ है हाम्रो। हामी जाँदैछौँ माथितिर। हरियाली छ। डुमर ल्यान्ड भन्छौँ हामीले चाहिँ आजभोलि यसलाई चाहिँ ड्रिम ल्यान्ड भन्छन् गाइजहरूले। हजुर, पहिला डुमर गाउँ भन्थ्यौँ हामीले। अहिले चाहिँ यो नाम परिवर्तन भयो जेनेरेसन अनुसार। अहिले चाहिँ ड्रिम ल्यान्ड भन्छ। राति बब्बाल देखिन्छ पनि है गाइजहरू। अहिले हाम्रो दिउँसो खोलाहरू खोला भन्ने अहिले चाहिँ बिस्तारै बाटो हो यो। मन्दिरहरू
पसल भन्ने चाहिँ यही हो पसल यही हो है यही हो बाजे रे हजुर के बाजे दारकोट बाजे अनि यहाँ हाम्रो यो टर्निङ सबैभन्दा डेन्जर टर्निङ है पहिला किनभने बाइक रप्पेर आइरहन्थ्यो उताबाट एक्सिडेन्ट हुने हामीले चिनेका दाइहरू धेरै एक्सिडेन्ट भएका छन् यो बाटोमा नाम नभनौँ नाम नभनौँ होइन मैले त खाली दिएको यो घरहरू कति घरहरू बनिसक्यो मान्छे जनसङ्ख्या कति पुग्यो पहिला यो खाली थियो पुरै डर लाग्थ्यो पुरा काठमाडौँ जाने जङ्गल जस्तो देखिन्थ्यो यो पुरा अहिले घरबार पुरा सब आयो माथिदेखि आएर हेर्नुहोस् ठुल्ठुला घरहरू हाले रक्क लाएर सब पुरा यहाँ व्यवस्थित भइसक्यो अब यो हामी भाइरल रोड इन्ट्री हानिसक्यौँ यो चाहिँ एकदम अहिलेको चल्तीमा आएको रोड हो है गाइजहरू नामको मान्छेलाई त थाहा होला बुझिरहनु भयो होला तर त्यही पनि यहाँ बाहिरको मान्छेहरू पनि हेर्नुहुन्छ त्यही भएर मैले तपाईँहरूलाई भनिदिइरहेको हाम्रो दाङ एकदम सिक्योर छ क्या सेफ छ हेर्नुहोस् मान्छेहरू पनि देखिँदैनन्